देखो न गाइस के हो दाइ यो चाहिँ DJI माइक मिनी हो। आज चाहिँ मैले यसको अनबक्सिङ गर्दैछु। मलाई चाहिँ बहिनीले यो अस्ट्रेलियाबाट पठाइदिएको हो हैन। कस्तो रहेछ हेरौँ यसको अनबक्सिङ गर्दाखेरि के देखिन्छ। यसको सिस्टमहरु त अब साथीहरु सबैलाई धेरैलाई थाहा नै होला हैन। यसले कस्तो क्वालिटीको दिन्छ भनेर धेरैलाई थाहा छ। यदि थाहा छैन भने चाहिँ तपाईहरुलाई म यसको साउन्ड कस्तो छ भनेर त्यो पनि देखाउँछु। अहिले चाहिँ यो राम्रो प्याकेजिङमा आएको छ। यसमा चाहिँ अब बाहिर हेरेको फोटोमा चाहिँ यो चाहिँ रिसिभर भयो। यो चाहिँ ट्रान्समिटर प्लस माइक दुईवटा हुन्छ यसमा र एउटा यो चाहिँ केस हुन्छ जसमा चाहिँ चार्ज पनि गर्न सक्छौँ हामी। हेरौँ अब खोलेर कस्तो हुन्छ। ताली बजाउनु पर्छ हैन। यो चाहिँ यस्तो वाला हुँदो रहेछ है साथीहरु हेर्नुस्। सफ्ट केसिङ कपडा हुँदो रहेछ क्या हैन। ब्याग हुन्छ ब्याग हुँदो रहेछ। ओके यहाँ चाहिँ यसको के भन्छ इन्ट्रोडक्सन दिइरहेको रहेछ यसमा हैन। यसको परिचय के हुन्छ, यसको क्षमताहरू के हुन्छ। सुरुमा मेरो हातमा यो निस्क्यो। यो चाहिँ चार्जिङ केबल हुनुपर्छ। यो चार्जिङ केबल, यो चाहिँ चार्जिङ केबल हो। यो चाहिँ क्यामेरामा कनेक्ट गर्ने कनेक्टर, यसलाई अक्स केबल पनि भन्छ होला। अक्स केबल, यो चाहिँ चार्जिङ केबल हो। यो दुईवटा यस्तो छ। त्यसपछि अर्को निस्किन्छ यहाँबाट यो चाहिँ पफ रिड्युसर। हामीले बोल्दाखेरि त्यो माइकमा आवाज त्यो प साउन्ड गर्दाखेरि त्यहाँ गरेर हुन्छ नि, त्यसले रिड्युस गर्छ यसले। म त माइकलाई जाडो हुन्छ भनेर उनीको टोपी होला भन्दै यो त्यो भन्न नि मिल्छ। यो चाहिँ यसको चारवटा हुन्छ। यो दुईवटा चाहिँ एक्स्ट्रा कलर हेरेर कसलाई कुन कलर हुन्छ। अर्को चाहिँ हुन्छ तपाईले सेतो कपडा लाउनु भएको छ, लाइट कपडा। यो चाहिँ सिलिकन हो। यसको एक्ज्याक्ट युज चाहिँ मलाई थाहा छैन, तर यसले चाहिँ ढुसी हटाउन अथवा यो सामानलाई फ्रेस राखिराख्न युज हुन्छ भन्ने सुनेको। एक्ज्याक्ट युज चाहिँ थाहा छैन। सिलिका जेल हो। यसले मोइस्चर एब्जर्ब गर्छ। तपाईको इलेक्ट्रोनिक्समा अब धेरै लामो समय प्याकेजिङ भएर बस्दाखेरि मोइस्चर कहीँबाट आयो भने पनि यसले एब्जर्ब गर्छ र इलेक्ट्रोनिक्स बिग्रिन दिँदैन। ओके यसको युज चाहिँ त्यसको लागि हुन्छ। यो चाहिँ भनेर लेखेको छ। यो तपाई जस्तै मान्छेको लागि यो खानु हुँदैन। डु नट इट थ्रो अवे भनेर लेखेको छ। यो चाहिँ तुरुन्तै फालिदिइहाल्ने हो। यो फाल्छ हैन। त्यसपछि आयो सबभन्दा इम्पोर्टेन्ट पार्ट। यसमा चाहिँ यहाँ हुन्छ चार्जिङ पोर्ट। यो चाहिँ टाइप सीमा आउँछ। टाइप सी हामीसँग यहाँ टाइप सी केबल छ। यो केबल जोड्ने र कनेक्टरमा चार्जरमा तपाईँको डकहरू जे हुन्छ त्यसमा तपाईँ जोड्न सक्नुहुन्छ। त्यसपछि आउँछ यहाँ पार्ट छ। यो एउटा हामीले यसलाई उकाएपछि आउँछ यो चाहिँ ओपन गर्ने पार्ट। यो ओपन गर्न चाहिँ तपाईँ यो थिचेर यस्तो गर्नुभएपछि आउँछ ढ्यान्टाडान हैन। के हुन्छ त यसमा यो दुईवटा चिज भयो। यो ट्रान्समिटर, अर्को यो पनि ट्रान्समिटर हो। यसमा म्याग्नेट हुन्छ। यो म्याग्नेट पनि र यो रिसिभर हो। यहाँ अर्को चिज हुन्छ खै युनिकल अल्टाइट रहेछ कि यस्तै हो। यो यो चाहिँ हामीले माइकमा गोप्रोमा एक्सनमा हाल्ने चिज हो। यो यहाँबाट चाहिँ सिधै कनेक्ट पनि हुन्छ। त्यसपछि अर्को चिज के हो? यो त्यो खाली ठाउँ हो। यो खाली ठाउँ हो। लाइटनिङ वाला हुन्छ त्यो किन्नुको भने चाहिँ। ओके यसको चिज चाहिँ यो प्याकेजिङमा भएको चिज चाहिँ यो हुन्छ। दुईवटा ट्रान्समिटर एउटा रिसिभर यो हुन्छ। यसलाई राखौँ। अब यो हुने बित्तिकै अब यसमा चाहिँ राम्रो पक्ष के छ भने तपाईँ यो भयो यो म्याग्नेट हो। यो म्याग्नेट चाहिँ एकदम पावरफुल हुन्छ। यो म्याग्नेट चाहिँ सबैभन्दा धेरै हराउने चान्सेस भएको चाहिँ यो म्याग्नेट हो। त्यही भएर यसलाई चाहिँ अलिक सुरक्षित राख्नुपर्छ। र यो म्याग्नेट हराइहालेको खण्डमा पनि हामीलाई क्लिप गर्नको लागि कुनै समस्या हुँदैन। यो किनभने स्प्रिङवाला यो छ। हामीले यहाँ यसरी लगाएर यस्तो गर्न सक्छौँ। र माइक भयो भने चाहिँ यो तपाईँले यो गर्नु पर्दैन। यस्तो गर्ने अथवा अगाडि राख्ने पछाडि राख्ने त्यो गर्ने। त्यसपछि यो माइकले यसलाई अड्काउँछ हैन। यो चाहिँ दुईवटैमा यस्तो हुन्छ। यो मैले खोल्ने बित्तिकै अन भइसकेको छ। अब हाम्रो यो DJI मिनी माइक मिनी ओपन भइसकेको छ। अब म यसलाई युज गर्नेछु। यहाँबाट आएको साउन्ड क्वालिटीहरू पनि तपाईँहरूलाई थाहा दिने नै छु कस्तो हुन्छ र अलिकति रिभ्यू पनि दिउँला। अहिलेलाई साथीहरू
बाई बाई। हामी मसँग आएको छ नयाँ प्रोडक्ट होइन, यो नयाँ प्रोडक्टले चाहिँ अब मेरो कन्टेन्ट क्रिएसनको जर्नी अलिकति अगाडि बढ्छ कि बढाउँछु भन्ने एउटा एक्सपेक्टेसन लिएको छु। तपाईँहरूले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन होला सायद, किनभने अहिलेसम्म सब्सक्राइब गर्ने 2 जना मात्रै हो। 2 जना मध्ये 1 जना चाहिँ यो भिडियो खिच्ने हो, अर्को को हो चाहिँ मलाई थाहा छैन। त्यसलाई खास यो सब्सक्राइबरको चाहिँ फर्स्ट कोले सब्सक्राइब गर्यो भने नाम देखिँदो रहेछ कि, नत्र म एकचोटि ठुलै मालासहितको एउटा फोटो बनाएर होइन सम्मान, तपाईँलाई सम्मान छ, तपाईँ मेरो फर्स्ट सब्सक्राइबर हुनुभएको छ भनेर भन्थेँ पनि होला। यदि यो भिडियो हेर्ने मैले गरेको थिएँ सब्सक्राइब भन्नुहुन्छ भने त्यो पनि तपाईँ भन्नु सक्नुहुन्छ साथीहरू। अहिलेलाई बाई बाई होइन। अब तपाईँहरूलाई म कन्टेन्ट मार्फत भेट्ने नै छु, हेर्दै गर्नु होला, लाइक सेयर सब्सक्राइब गर्नु होला। अनि मेरो टिकटक पनि छ, फेसबुक पनि छ र युट्युब पनि छ, सबै इन्फिनिट अनन्तमा छ। फेसबुकमा चाहिँ अनन्त वाग्ले नै भन्ने छ। यो माइक चाहिँ साह्रै कडा पऱ्यो क्या भाइ, हेर खोल्दैन यार होइन। के म्याग्नेट चाहिँ कडा पऱ्यो। यो म्याग्नेट चाहिँ एकदम हराउने चान्सेस भएको चिज हो, यो चाहिँ हराउनु हुँदैन। यदि सानो हुन्छ तर पाउँदैन, यो हराएपछि चाहिँ पाउँदैन। यसपछि माया नै मार्ने हो, त्यसपछि वाह यस्तो पावरफुल हुन्छ। ल जादु पनि देखाइदिन्छु साथीहरू तपाईँलाई, हेर्नुहोस् प्याट होइन यस्तो हुन्छ। ल टिल देन बाई बाई, भेटौँला फेरि।